के कुनै नारीले आफ्नो जीवन नर्क बनाउने पूर्वपतिलाई सडकमा लडिरहेको देख्दा फेरि बचाउन जान्छ? भुन्टी सिरियलको आजको एपिसोडमा बैशाखी बोकेका भूपेन्द्रले सडकमै मर्ने धम्की दिँदा भुन्टीले एउटा यस्तो निर्णय लिइन् जसले सबैलाई स्तब्ध बनाएको छ। अनि जङ्गलभित्र लुकेको त्यो डरलाग्दो षड्यन्त्र के हो त? यदि तपाईँ पनि भुन्टी र सुकुमायाको न्यायको लडाइँलाई सपोर्ट गर्नुहुन्छ भने भिडियोलाई एउटा लाइक र च्यानललाई अहिले नै सब्सक्राइब गरिहाल्नुहोस्। ल आउनुहोस् सुरु गरौँ आजको यो विशेष एपिसोडको समीक्षा। कथाको सुरुवाती दृश्यमै हामी भूपेन्द्रलाई निकै दयनीय अवस्थामा देख्छौँ। शारीरिक रूपमा अशक्त र मानसिक रूपमा विक्षिप्त बनेका भूपेन्द्र बाटोमा गाडी र बाइकसँग ठोकिँदै अनियन्त्रित भई हिँडिरहेका छन्। उसलाई यो हालतमा देखेपछि भुन्टीको मन पग्लिन्छ, तर उसको बोलीमा आक्रोश छ। भुन्टीले झाको छार्दै भन्छन्, यस्तो अवस्थाको मान्छे किन एक्लै हिँड्नु भएको? घरमा भएको गर्लफ्रेन्डलाई लिएर हिँडेको भए हात समाउन सजिलो हुन्थ्यो नि। म घर पुर्याइदिन्छु, हिँड्नुहोस्। तर भूपेन्द्र यहाँ पनि आफ्नो अहङ्कार र स्वार्थ छोड्दैन। ऊ उल्टै भुन्टीलाई सेन्टिमेन्टल ब्ल्याकमेल गर्न थाल्छ। तैँले हालेको अंश मुद्दा फिर्ती लिई, नत्र यही सडकमा गाडीको अगाडि परेर म मर्दिन्छु भन्दै धम्की दिन्छन्। भुन्टीले उसलाई स्पष्ट पार्छिन् कि उसले भूपेन्द्रको सङ्कालु स्वभाव र नर्क जस्तो घरबाट मुक्ति पाउन डिभोर्स र अंश मुद्दा हालेकी हुन्। त्यतिकैमा भुन्टीका दाइ आइपुग्छ र भूपेन्द्रलाई सातो खाँदै त्यहाँबाट लखेट्छ। अर्कोतिर भूपेन्द्रको घरमा अर्कै नाटक चलिरहेको छ। भूपेन्द्रकी प्रेमिका जेरी खुट्टा बजार्दैछिन्। भूपेन्द्रले आफूलाई घरमा थुनेर सुटुक्क भुन्टीलाई भेट्न गएको र आफूलाई इग्नोर गरेकोमा उनी घरै छोडेर जाने जिद्दी कस्छिन्। तर यहाँ भूपेन्द्रकी चलाक भाउजूले जेरीलाई फकाउँदै भन्छन् कि भूपेन्द्र भुन्टीसँग मिल्न होइन, उसँग झगडा गर्न र मुद्दा फिर्ता गर्न गएका हुन्। यता भुन्टी फेरि कमजोर बन्दै भूपेन्द्र साँच्चै मर्ला कि भनेर अंश मुद्दा फिर्ता लिने सोच बनाउन लाग्छन्। तर भुन्टीलाई दाइले यस्तो वास्तविकता सुनाउँछ जसले दर्शकको पनि आङ जिरिङ्ग हुन्छ। गाउँकी हिमतोली पात्र सुकुमायाले एउटा ठुलो खुलासा गरेकी छिन्। भूपेन्द्रका पापी आमा र भाइले भुन्टीका आमा बुबालाई मुद्दा फिर्ता दिन दबाब दिँदै जङ्गलमा लगेर रुखमा बाँधेर राखेका रहेछन्। तर सुकुमायाले समयमै पुगेर उनीहरूलाई उद्धार गरी ती अपराधीहरूलाई प्रहरीको खोरमा हालिदिए। दाइले भुन्टीलाई चेतावनी दिँदै भन्छ, यदि तिमी फेरि त्यो पापीको मायामा परेर कमजोर देखायो भने सुकुमायाले हाम्रो साथ छोड्नेछिन् र तिम्रो जिन्दगी फेरि मेलापात र दुःखमै बित्नेछ। भिडियोको सबैभन्दा इन्ट्रेस्टिङ दृश्य तब आउँछ जब भूपेन्द्र फेरि सडकमा एक्लै बैशाखी टेकेर हिँडिरहेका हुन्छन्। त्यहाँ उनको सामना पुरानो व्यावसायिक शत्रु शङ्करसँग हुन्छ। शङ्करले भूपेन्द्रको यो बर्बादी भएको बिजनेस, असहाय शारीरिक अवस्था र बिग्रिएको वैवाहिक जीवनको कडा खिल्ली उठाउँदै शङ्करले हाँस्दै भन्छ, सक्दैनस् भूपेन्द्र, सक्दैनस्। अब त उठ्न सक्दैनस्। मलाई बिजनेसबाट लात हानेर प्रहरीको खोरमा हाल्ने तँलाई पाप गराएको हो। हेर आज तेरो हालत। यो अपमान सहन नसकेर भूपेन्द्रले आफ्नो बैशाखीले शङ्करमाथि आक्रमण गर्छ। तर कमजोर भूपेन्द्र आफै भुइँमा बजारिन्छ। ठिक त्यही समयमा भूपेन्द्रको ठुलै आएर शङ्करलाई रोक्छ र भूपेन्द्रलाई गाली गर्दै घरतर्फ लैजान्छ। साथीहरू, यो एपिसोडले हामीलाई एउटा ठुलो सामाजिक पाठ सिकाउँछ। कर्मको फल ढिलो होला तर अवश्य मिल्छ। अब पालो तपाईँहरूको। के भुन्टीले भूपेन्द्रको यो धम्की र नाटकको अगाडि झुकेर अंश मुद्दा फिर्ता लिनु सही होला, कि सुकुमाया र आफ्नो दाइको साथ दिएर भूपेन्द्रलाई कानुनी कठघरामा उभ्याउनुपर्छ? तपाईँलाई के लाग्छ? आफ्नो अमूल्य विचार तल कमेन्ट बक्समा पक्कै दिनुहोला। भिडियोको समीक्षा मन पर्यो भने भिडियोलाई लाइक गरेर आफ्नो साथीहरूलाई सेयर गर्न नभुल्नुहोला। अनि भुन्टी सिरियलमा यस्तै धमाकेदार आगामी एपिसोडहरूको भित्री रहस्य र रिभ्यू सबैभन्दा पहिला हेर्नको लागि हाम्रो च्यानललाई अहिले नै सब्सक्राइब गरी सँगै रहेको बेल आइकन थिच्नुहोला। मैले आजको एपिसोडलाई सुन्दर गजलहरूको हरफमा समेट्ने कोसिस गरेको छु। आफैसँग हराएको स्वार्थी म भएको छ, आफैसँग हराएको स्वार्थी म भएको छ, म हराएपछि यो मन केवल नभएको छ। हरियालीको मिलन पालुवा हुने रहर थियो, हरियालीको मिलन पालुवा हुने रहर थियो। उजाडिएको बोट झैँ पराईको प भएको छ, म हराएपछि यो मन केवल नभएको छ। घमण्डको नदीको बाँधहरू बाँधेर राखेको, घमण्डको नदीको बाँधहरू बाँधेर राखेको यो स्वार्थी मलाई हेर्ने नजर तँ भएको छ। उजाडिएको बोट झैँ पराईको प भएको छ।
उपसर्ग र प्रत्ययहरू अलग अलग भएर यहाँ उपसर्ग र प्रत्ययहरू अलग अलग भएर यहाँ सङ्गमभन्दा दूरी फराकिलो थ भएको छ। आफैसँग हराएको स्वार्थी म भएको छ। म हराएपछि यो मन केवल नभएको छ। म हराएपछि यो मन केवल नभएको छ। हस्त दर्शकबिन, अर्को नयाँ र रोचक भिडियोको साथ फेरि भेटौँला। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। धन्यवाद।